साथीहरु आज चाहिँ म तपाईलाई यो जंगलमा पाइने एकदमै औषधीय गुण भएको बीको तरकारी कसरी पकाउने भन्ने बारेमा तपाईहरुलाई म जानकारी दिन लागिरहेको छु साथीहरु। सर्वप्रथम त जंगलबाट टिपेर ल्याएपछि तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ यो बीलाई चाहिँ अनि एक एकवटा गरेर छोड्याउनुहोस् अनि आफ्नो कुनै बोल अथवा भाँडामा राख्नुहोस्। सम्पूर्ण बीज छोडाइसके पछाडी चाहिँ यसलाई चाहिँ साथीहरु एकदमै मजाले सफा पानीले चाहिँ एकदम यसलाई धुनु पर्छ। मजाले धुइसके पछाडी चाहिँ यसलाई अनि मात्र काट्नु पर्छ साथीहरु हैन। मजाले धुइसके पछाडी चाहिँ अनि साथीहरु हेर्नुस् यसरी एउटा बीलाई चाहिँ दुई फक्लेट हुने गरी चाहिँ तपाईहरुले काटेर आफ्नो बलमा चाहिँ राख्न सक्नुहुन्छ साथीहरु हैन। अनि एकदम दामी शेपमा तपाईले काटेर यसरी राख्नुहोस्। सबै यसरी मजाले काटिसकेर एकदम रेडी हुन्छ। अनि यसमा तपाईले आलुहरु पनि मिक्स गर्न सक्नुहुन्छ। म चाहिँ आलु मिक्स गर्ने छु साथीहरु हैन। थोरै आलु चाहिँ एकदम मजाले म काट्ने छु। यसलाई चाहिँ मसिनो तरिकाले काटेर मजाले धुएर चाहिँ अनि मजाले म काट्ने छु साथीहरु। अनि यो चाहिँ म यसमा मिक्स गरेर चाहिँ म आज पकाउने छु साथीहरु हैन। तपाईहरुले यो भिडियोलाई सुरुदेखि अन्त्यसम्म हेरेर मलाई साथ दिनु होला। तपाईले देख्न सक्नुहुन्छ मैले चाहिँ आलुहरु एकदमै मसिनो तरिकाले काटिसकेको छु। मैले अनि यहाँ देख्नुहुन्छ तपाईले कराई चाहिँ तताएर मैले जिरा चाहिँ अनि खराइसकेको छु। त्यसपछि मैले तेल हालेको छु भने साथीहरु अनि खुर्सानी पनि पड्काएको छु। खुर्सानी मजाले यहाँ पाक्ने गरी तेलमा तारेपछि चाहिँ मैले लसुन सँगसँगै लसुनको पोटी चाहिँ मैले यो हालिसकेको छु आफ्नो कराईमा। अनि यो कराईमा मजाले यसलाई चलाएर पकाएपछि चाहिँ अनि त्यसमा चाहिँ एकछिन मजाले चलाउने अनि खरिसके पछाडी चाहिँ अनि त्यो अघि काटेर राखेको बीलाई चाहिँ चट्टसँगले माथिबाट ओइर्याउने यो कराईमा हैन। अनि यसरी ओइराइसके पछाडी चाहिँ अनि मजाले एकछिन चलाउने फेरि यसलाई चाहिँ यो मजाले एकछिन यो स्पुनले चाहिँ चलाउनुहोस् अथवा जेसुकैले चलाए पनि हुन्छ। झाडु चम्चा अब जे सजिलो लाग्छ त्यो तरिकाले तपाईले चलाउन सक्नुहुन्छ। यसलाई मजाले चलाइसके पछाडी अनि चाहिँ यसलाई मजाले पकाउनुहोस्। अब तपाईलाई कतिको खानु मन लाग्छ हैन। अब काँचै खाँदा पनि हुन्छ हुन चाहिँ, तर यो भन्दा अब हामीलाई अब काँचै त रुच्दैन पक्कै पनि हैन। यसलाई अलिक मजाले पकाएर चाहिँ खान सकिन्छ। अनि यसमा एकछिनमा चाहिँ म आलु पनि एड गर्नेछु। यो अब चाहिँ म लगभग आलु एड गर्नेछु साथीहरु। यहाँ तपाईले देख्न सक्नुहुन्छ यो आलुलाई चाहिँ मैले अघि मसिनो काटेको थिएँ र म यहाँ माथिबाट एड गर्दै थिएँ यसमाथि। अनि यो पनि लगभग आलु पनि मजाले पाक्छ। अनि यसलाई मजाले मिक्स गरेर चलाउनुहोस् हैन। यसलाई मजाले मिक्स गरेर चलाइसके पछाडी यसमा तपाईलाई स्वाद अनुसारको तपाईले नुन पनि तपाईले थप्न सक्नुहुन्छ र बेसारहरु भयो हैन। अब के मरमसलाहरु तपाईहरुले यसमा एड गर्न सक्नुहुन्छ साथीहरु। तपाईले यहाँ देख्न सक्नुहुन्छ एकदम यो चाहिँ खरिरहेको छ। यसमा चाहिँ अनि पानी छम्किदै तपाईहरुले यसलाई अलिक मजाले पकाउनुहोस्। अनि छोप्दै यसलाई ग्याप अब यसको छोप्नेले पनि छोप्दिनुहोस्। अनि
तपाईहरुले मजाले पकाएर चाहिँ अनि आफूलाई खान योग्यको बनाएर चाहिँ तपाईहरुले यसलाई मजाले खान सक्नुहुन्छ साथीहरु हैन। यहाँ तपाईले देख्न सक्नुहुन्छ म चाहिँ अब यसलाई छोपिदिने छु र म यसलाई अब पानी हाल्दै चाहिँ छोप्ने चाहिँ पानी सुकिहाल्यो भने फेरि डढ्न सक्छ हैन। त्यसलाई चाहिँ पानी हाल्दै छोप्दै गरेर चाहिँ म 20-25 मिनेट भनौं न पकाइसके पछाडी चाहिँ अनि यस्तो देखिन्छ हेर्नु साथीहरु, यो खालको देखिन्छ हैन। अब यसलाई एकछिन अब उभ्याउन दिएर चाहिँ अलिक सुक्खा बनाएर चाहिँ म यो चाहिँ अनि खाने छु साथीहरु हैन। तपाईले देख्न सक्नुहुन्छ अहिले नै एकदम खाउँ लाग्नु भइसकेको छ। यो चाहिँ एकदमै राम्रो भइसकेको छ परिकार चाहिँ हैन। यो चाहिँ एकदमै स्वास्थ्यको लागि हेल्पफुल रहेको कारणले गर्दाखेरि मैले तपाईहरुलाई आजको भिडियो मार्फत तपाईहरुलाई मैले यो जंगली बीको बारेमा सम्पूर्ण जानकारी दिएको छु साथीहरु हैन। तपाईले यसरी नै यो बीलाई चाहिँ तपाईहरुले पकाएर खान सक्नुहुन्छ साथीहरु। हुन्छ, आजको लागि म यति नै भन्न चाहन्छु। हुन्छ, भिडियो पुरा हेरिदिनु भएको लागि विशेष